महाराष्ट्र सदरमाता आंतरराष्ट्रीय पर्वतारोहण पथ प्रदर्शक श्री कार्यक्रम अगाडि बढ्ने क्रममा चाहिँ अब म अलिकति आफ्नो कार्यक्रम अगाडि बढ्छु र कृपया म सबैजना अतिथिहरूलाई आफ्नो अंतर्राष्ट्रीय पूर्व संरक्षक परिषद सदस्य समयोन्मुखी गुरुङ राष्ट्रिय परिषदका क्याप्टेन श्री एक नारायण गुरुङज्यूलाई पनि म अतिथि आसन गराउने कार्यक्रममा सामेल गर्न चाहन्छु। पूर्व संरक्षक परिषद सदस्य समयोन्मुखी गुरुङ राष्ट्रिय परिषदका श्री एलमान गुरुङज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनु हुनका लागि आग्रह गर्छु। अतिथि आसन ग्रहणको कार्यक्रममा आग्रह गर्न चाहन्छु। पूर्व संरक्षक परिषद सदस्य समयोन्मुखी गुरुङ राष्ट्रिय परिषदका श्री एलमान गुरुङज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनु हुनका लागि आग्रह गर्छु।
यस समारोहका सम्मानित अध्यक्ष एमपी प्राध्यापक डाक्टर श्री रेणु गुरुङज्यूलाई म आसन लागि हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै डाक्टर जस्मिन गुरुङ एमडी मेडिकल ओन्कोलोजी सफल पर्वतारोही 5 पटकसम्म सगरमाथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक श्री आशिष गुरुङज्यूलाई पनि म आसन लागि अनुरोध गर्न चाहन्छु र सम्पूर्ण आसन खानाद्वारा सम्मान गरिदिनुहुनका लागि संयोजक श्री माया गुरुङज्यू लगायत उहाँका साथीभाइ मित्रहरू सबैलाई म आग्रह गर्न चाहन्छु। खानासँग व्यवस्थित गर्नको लागि म आग्रह गर्न बजार निर्देशक हिमालय डिस्टलरीका प्राइवेट बजार अध्यक्ष निर्देशक श्री सुरेश पौडेल संस्थागत आसन ग्रहणमा म अध्यक्ष समूहका अध्यक्ष क्याबिनेट श्री नारायण गुरुङज्यूलाई म आसन ग्रहण गरिदिनुको लागि महिला राष्ट्रिय परिषदका उपाध्यक्ष श्री गीता गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि आग्रह गर्न चाहन्छु। नेपाल समूह विद्यार्थी समितिका अध्यक्ष श्री पवन गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। समूह युवा समितिका अध्यक्ष श्री तोरण गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। समूह गुरु कलाकार संघका अध्यक्ष श्री साधन गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। जस्तै आसन ग्रहणको कार्यक्रममा अगाडि बढाउने क्रममा यस मञ्चमा आएर आसन ग्रहण गरिदिनुहुनका लागि समूह गुरुङ सञ्चारकर्मी संघका नेपालका अध्यक्ष श्री लाला गुरुङज्यूलाई पनि म अनुरोध गर्न चाहन्छु। एवं रीति समूह गुरुङ पर्यटक सञ्चारकर्मी संघका नेपालका अध्यक्ष श्री लाला गुरुङज्यूलाई पनि म अनुरोध गर्न चाहन्छु। एवं रीति समूह गुरुङ पर्यटक व्यवसायी संघका अध्यक्ष श्री पिताम्बर गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका अध्यक्ष श्री पदम खड्काज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक आग्रह गर्न चाहन्छु। ग्रिन सिटी अस्पताल काठमाडौँका अध्यक्ष श्री लोकबहादुर टन्डनज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक आग्रह गर्न चाहन्छु। एवं ग्रिन सिटी अस्पताल काठमाडौँका प्रबन्ध निर्देशक श्री रेणुका गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि आग्रह गर्न चाहन्छु। यो आसन ग्रहणको कार्यक्रम जारी छ। म अतिथि सत्कार उपसमितिका संयोजक श्री माया गुरुङज्यू लगायत उहाँका साथीहरूलाई मञ्चमा उपस्थित आसन ग्रही हाम्रा अतिथिज्यूहरूलाई ग्यास र खादा माला वितरण गर्नुहुनका लागि म आग्रह गर्छु। फेरि पनि व्यवस्थित तरिकाले सम्मानका साथ ग्यास र खादा वितरण गरिदिनुहुनका लागि आग्रह गरेको छ। यसै कार्यक्रमलाई फेरि अगाडि जोड्ने क्रममा स्वागत परिचयको लागि म अगाडि बढ्ने क्रममा छु।
कार्यक्रमलाई अगाडि बढाउने क्रममा महासञ्चालनको कार्यक्रमलाई अगाडि बढाउने क्रममा छु। संयुक्त समिति गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार श्री अमित बाबु गुरुङजीलाई पनि महासञ्चालनको लागि आग्रह गर्न चाहन्छु। यो औपचारिक कार्यक्रममा मैले बेला संयुक्त समिति गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार श्री हरिवंश गुरुङजीलाई पनि महासञ्चालनको लागि आग्रह गर्न चाहन्छु। संयुक्त समिति गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार श्री महासञ्चालनको लागि हार्दिक आग्रह गर्न चाहन्छु। जस्तै सेवावृत्ति संयुक्त समिति गुरुङ राष्ट्रिय परिषदका प्रभाव सल्लाहकार श्री जानकी गुरुङजीलाई पनि महासञ्चालनको लागि आग्रह गर्न चाहन्छु। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालन समितिका सदस्य श्री भगवती गुरुङजीलाई पनि महासञ्चालनको लागि आग्रह गर्न चाहन्छु। जस्तै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सञ्चालन समितिका सदस्य श्री देवी गुरुङजीलाई पनि महासञ्चालनको लागि हार्दिक आग्रह गर्न चाहन्छु। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सञ्चालन समितिका सदस्य श्री विजय कुमारी गुरुङजीलाई पनि नेपाल बङ्गाल सङ्घका सभापति श्री गङ्गाबहादुर थापा मन्त्रीलाई अबको कार्यक्रमलाई अगाडि बढाउने क्रममा म अन्य अतिथिको आसन गरेको कार्यक्रमलाई फेरि जोड्नेछु। हाम्रो यस कार्यक्रमको मुख्य आकर्षण समूहहरूको सांस्कृतिक र पारम्परिक चिजले झल्किने झाँकी प्रवेश गराइदिनु हुनका लागि झाँकी र्याली उपहार समितिका संयोजक नेता हार्दिक आग्रह गर्न चाहन्छु तथा सञ्चालन गर्नुका लागि मेरो स्वागत समुद्रका सङ्घका अध्यक्ष श्री सागर गुरुङजीलाई म हार्दिक आग्रह गर्छु। र यहाँहरू सबै चुडिखेलमा पाल्नुभएका सम्पूर्ण आदरणीय स्टेजमा रहनुभएका अतिथिज्यूहरू, त्यसै गरी चुडिखेलको यो प्राङ्गणभित्र प्रवेश गर्नुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू र यहाँहरू सबैलाई समनुसार महिला आयोजक समिति र सम्पूर्ण गुरुङहरूको तर्फबाट यहाँहरू सबैलाई फेरि आशीर्वाद अनि नयाँ वर्ष हाम्रो गुरुङहरूको नयाँ वर्षको उपलक्ष्यमा यहाँहरूलाई फेरि शुभकामना व्यक्त गर्न चाहन्छु। र लाग्छ यहाँहरू गुरुङहरूको यो पर्व हेर्नका लागि धेरै आदरणीय दाजुभाइ दिदीबहिनीहरू यो भित्र प्रवेश गरिसक्नु भएको छ। विभिन्न संस्थाबाट पाल्नुहुने जो र्याली लिएर प्रवेश गर्दै हुनुहुन्छ, यो र्याली प्रस्तुत हुने तयारीमा छ भने हामीलाई विभिन्न सञ्चार माध्यमहरूबाट देश विदेशमा निरन्तर रहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू यहाँहरू सबैलाई हामी हाम्रो आयोजक समितिको तर्फबाट र नेपालमा रहेका सम्पूर्ण गुरुङहरूको तर्फबाट देश विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरू र आफन्त त्यसै गरी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा फेरि आजलाई शुभकामना व्यक्त चाहन्छु। र अब बिस्तारै आज 15 गते र विशेष गरी गुरुङहरूको लु वर्ग फेरिएको दिन यहाँहरू चुडिखेलमा प्रवेश गर्नुभएको छ। यहाँहरूलाई जिज्ञासा हुन सक्छ, कतिलाई अब बिस्तारै त्यो जिज्ञासाहरूलाई बिताउँदै हामी कार्यक्रमको सेड्युल अनुसार अगाडि बढ्ने तयारी गर्दैछौँ। यहाँहरूलाई थाहा छ दायाँ बायाँ विभिन्न बाजागाजाहरूसहित हाम्रो र्यालीहरू हाम्रो संस्थासँग आबद्ध रहनु